भिड बिथोलियो के भिड बिथोलियो नि त अनि आने यता भिड बिथोलियो के केटाहरूले ओलिसक्यो मान्छे त बच्चा यस्तो छ पुलिसले लुक्याटे यतिसम्मको लापरवाही गर्नुहुन्छ त है सरकारले। नेपाल 2082 साल भदौ 23 गते काठमाडौँका सडकमा जेनजी प्रदर्शनकारी परिवर्तनको माग गर्दै उत्रन्छन्, तर तिनीमाथि अश्रु ग्यास र गोली प्रहार गरिन्छ। त्यसपछिका केही घण्टामा स्कुल ड्रेस लगाएका एक किशोर सहित 19 जना नेपाली युवा आफ्नै सुरक्षाकर्मीले हानेको गोलीबाट मर्छन्। यी मृत्युले जन्माएको रिसले भोलिपल्ट चर्को विरोध प्रदर्शन ल्याउँछ। यसपटकको रिस नियन्त्रण गर्नै नसकिने बन्छ। सडकमा खिचिएका 4000 भन्दा धेरै भिडियो, प्रदर्शनकारी तथा प्रहरीसँगका विशेष अन्तर्वार्ता र बीबीसी आईले मात्रै प्राप्त गरेको प्रहरी रेडियोको गोप्य अभिलेखका आधारमा हामीले ती 2 दिनका त्रासद घटनाको सूक्ष्म विवरण यहाँ प्रस्तुत गरेका छौं। हामीले नेपालको शासक वर्गले कसरी यस प्रदर्शनमाथि नियन्त्रण गुमाए भन्ने खुलासा गरेका छौं। गोली हान्ने आदेश कसले दिएको थियो र परिवर्तनका लागि व्याकुल युवा पुस्तालाई नेपालका प्रहरी, सेना र राजनीतिक कर्मीहरूले कसरी निराश बनाएका थिए भन्ने सोधेका छौं। रिस र रक्तपातका ती 48 घण्टा पछाडि वर्षौंदेखिको कुण्ठा थियो। 1 दशक लामो सशस्त्र द्वन्द्वपछि 2064 सालमा नेपालले राजतन्त्र हटायो। 2072 सालको नयाँ संविधानले नयाँ थालनीको बाचा त गर्यो, तर 10 वर्ष बित्दा पनि त्यो बाचा यथार्थमा परिणत भएको छैन। नेपालका झण्डै 20% युवा बेरोजगार छन्। 10 लाख युवाका लागि विदेशनुको विकल्प छैन। देश ऋण र आर्थिक परनिर्भरतामै रहेको छ। सतहमा हेर्दा 3 मुख्य राजनीतिक दल बीच नै सत्ता घुमिरहेको चाहिँ देखिन्छ, तर पाका उमेरका केही नेता मात्रै दशकौंदेखि सत्तामा टाँसिएर बसेका छन् भन्ने धेरै नेपाली युवाको बुझाइ छ। जेनजी पुस्ताका धेरै विद्यार्थी जस्तै 26 वर्षीय रक्षा बम पनि लोकतन्त्रले सोचे जस्तो परिणाम दिन नसकेको मान्छिन्। नेपाली जनताको बलिदान, उनीहरूको संघर्षको उपलब्धि र भविष्य आज एउटा व्यक्तिको अहंकार र कुशासनको बन्धनमा छ। देखिको हामीले जुन अनुहारहरू रिपिटेडली हेरिरहेका थियौं, ती अनुहारहरूले हामी प्रति गरेको जुन व्यवहार थियो त्यसप्रति हामी एकदमै अजित भइसकेका थियौं कि हाम्रो पुस्ता भनौं न अझै, किनभने उहाँहरूले सडकमा के भइरहेको छ, सडकको आवाज के हो भनेर बुझ्नै खोज्नु भएन कहिले पनि। नेपो बेबीवाला जुन ट्रेन्ड चलिरहेको थियो संसारभरि नै, त्यो नेपाल पनि आयो। हाम्रो नेताहरूको जीवनशैली, उहाँहरूको छोराछोरीको जीवनशैली र हामी आम जनताको जीवनशैलीमा चाहिँ यत्रो ठुलो असमानता रहेछ। We wake up, work hard, pay taxes, but those in power, they keep on stealing. त्यो भइसकेपछि सोसियल मिडिया ट्रेन्ड चाहिँ त्यही अनुसार चल्छ नि त। विभिन्न नेताहरूको छोराछोरी अथवा नेताहरू एक्सपोज हुँदै थिए। It is time we call out these people and make these people feel accountable for their choices. यस सन्देशले लाखौं युवा युवतीको मन छोयो।
जस्तै घरमा बङ्कु भनेर मायाले बोलाइने 17 वर्षका श्रीयम चौलागाई। उनीसँग आमा बुवा गंगा कार्की र गणेश चौलागाईलाई अचम्म पार्ने राजनीतिक छेद थियो। म यसो कुरा घरमा गर्थेँ नि, आज यस्तो भयो उस्तो भयो, के बाबा कुरा गर्नुहुन्छ यस्तो कुराहरू, होइन यस्तो कुरो नगर्नु, यिनीहरू सबै फडा हुन्, फडा खाइसके देश सकिसक्यो भन्ने खालको कुरो चाहिँ गर्थे। उसले हरेक न्युज हेर्दो रहेछ क्या, उसले त्यो कुरो मलाई थाहा थिएन, मभन्दा धेरै अपडेट हुँदो रहेछ न्युज हेर्न। अनलाइन विरोधको आवाज चर्केको देखेर आत्तिएको सरकारले भदौ 19 गते एक कठोर निर्णय लियो। Now, news from Nepal, the country has cracked down on a number of social media platforms, including Facebook, YouTube, Instagram, X, LinkedIn. Last night, poof, the platform it's all gone. इन्टरनेटमा यो छलफल डढेलो झैं फैलिरहेको थियो। We have so many problems in Nepal, but they think, yeah, let's ban social media. Yeah, that's going to fix the country. Yeah, why are these idiots running the country? Doesn't that seem like a coincidence? It feels kind of shady. Like the platform that people used to criticize the rich spoiled kids just got banned right when it was starting to trend. तर नेपालको राजनीतिक संस्थापन यथार्थलाई नकार्नमै व्यस्त थियो। के हामी जनताबाट अलग थलग भएका हौं? जनताको समर्थन हामीबाट अलग भएको हो? सही निस्कियो कि हामी जनताका बीचमा आशाका केन्द्र। यस्ता भाषण चलिरहे पनि स्थिति धेरै बदलिसकेको थियो। सरकारी प्रतिबन्धका बावजुद जेनजीले ह्याशट्याग र मीम शेयर गर्न तथा भ्रष्टाचार र कुशासन बारे रिस व्यक्त गर्न डिस्कॉर्ड र टिकटक जस्ता अरू मञ्च भेटाए। श्रीलंका did it, Indonesia did it. Of course we are Nepali, we are Gorkhalis, we also can do it, guys. Let's raise our voice together. केही दिनभित्रै देशव्यापी विरोधका योजना फैलिसकेका थिए। युथ अगेन्स्ट करप्सन नामको डिस्कॉर्ड सर्भर समन्वय र छलफलको मुख्य केन्द्र बन्यो। आयोजक बीच भेला हुने ठाउँबारे सहमति हुन्छ। बिहान 9 बजे माइतीघर मण्डाला, काठमाडौँ। भोलिपल्ट बिहान रक्षा अग्रपंक्तिमा हुन्छन्। आज हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौ, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौ। त्यसैले सबजना हामी रेडी छौं आजको प्रोटेस्टको लागि। We are ready. 10:30 बजेतिर भीड़ मदन भण्डारी सड़क हुँदै पूर्व लाग्छ। सरकारी गुप्तचर निकायले 3000 जति प्रदर्शनकारी आउने अनुमान गरे पनि 10,000 मानिस आइपुग्छ। आफूलाई सुरक्षित राख्नेछ भन्ने विश्वासमा कतिले स्कुल युनिफर्म लगाएर आएका छन्। प्रदर्शनकारीहरू संघीय संसद भवनतिर जाँदैछन्, तर त्यहाँ पुग्नु अघि एउटा ब्यारिकेडले बाटो छेक्छ। करिब 200 प्रहरी र हजारौं प्रदर्शनकारीहरू आमुने सामुने छन्। त्यहाँको माहौल फेरिन थाल्छ। एघार बजेर 47 मिनटमा प्रदर्शनकारीको एक समूहले प्रहरी घेरा छल्ने बाटो भेटाउँछ। हक्क नबक्क भएका प्रहरी ब्यारिकेड छोडेर भाग्छन्। र भीड़ संघीय संसद भवनतिर हुत्तिन्छ। आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन आह्वान गरेको भए पनि प्रदर्शन अस्तव्यस्त हुन्छ।
त्यसपछिको त्रासदीलाई पत्रकार तथा प्रदर्शनकारीहरूले खिचेको 4000 भन्दा धेरै भिडियो र तस्बिरले कैद गरेका छन्। हामीले यो प्रमाण संकलन र विश्लेषण गर्न तथा प्रहरीबाट विशेष जानकारी प्राप्त गर्नमा महिनौं समय खर्चिएका छौं। अब हामी तपाईहरू सामु संसद गेटको अगाडि भदौ 23 गते ठ्याक्क के भएको थियो भन्ने बारे अहिलेसम्मको सबैभन्दा विस्तृत विवरण प्रस्तुत गर्न सक्ने भएका छौं। 11:58 प्रदर्शनकारी र हतियारधारी प्रहरीहरू आमुने सामुने हुन्छन्। अधिकांश भीड़ शान्त छ, तर अग्रपन्थीमा तनाव छत्ताछुल्ल भएर हिंसा बन्छ। केही प्रदर्शनकारी संसदको मूल गेटको छतमाथि उक्लन्छन्। सवा 12 बजे एक समूहले पर्खाल तोड्छ। उनीहरूलाई प्रहरीले तुरुन्तै पछाडि धकेल्छन्। डिस्कर्डमा केही प्रदर्शनकारीहरू चिन्ता व्यक्त गर्न थाल्छन्। भीड़मा हामी श्रीयमलाई देख्छौं। आफ्नी आमाले नजाऊ भन्दा भन्दै यहाँ आएका छन्। जान्छु भनेर अघिल्लै दिन उसले भनेको थियो, भन्न चाहिँ नभनेको होइन। किन जानु पर्यो, यस्तोमा के हुन्छ, पर्दैन जान भने। अनि अब हामी जेन्जी केटाकेटीको ड्रेसमा जान्छौँ, हामी माइनरलाई कसैले हात पनि लाउँदैन। उनले भ्रष्टाचार विरुद्ध युवाहरू लेखिएको ब्यानर बोकेका छन्, तर सबैजना उनी जस्तै संयमित छैनन्। साढे 12 कर्फ्यू घोषणा हुन्छ। अब यो भेला गैर कानूनी बन्छ। फोनमा कुरा फैलिन्छ। तर कर्फ्यू घोषणाले स्थिति झन बिगारेको झैं हुन्छ। प्रहरीले अश्रु ग्यास र रबरको गोली हान्छ। तर उनीहरूको कारबाही अस्तव्यस्त छ। केही प्रहरीले त प्रदर्शनकारी माथि उल्टै ढुङ्गा प्रहारसम्म गर्छन्। गेट घरमा आगजनी भएको देखेर अत्तालिएका अधिकारीहरूले आफ्ना वरिष्ठहरूसँग घातक गोली प्रयोग गर्ने अनुमति मागे। त्यस दिनको प्रहरी रेडियो अभिलेखको गोप्य प्रतिबाट हामीले यो जानकारी पाएका हौं। अभिलेखका अनुसार दिउँसो 12:40 बजे नै घातक बल प्रयोग गर्ने अनुमति दिइएको थियो। त्यससँगै घटनाक्रमले कोल्टे फेर्छ। त्यसपछिका 2 घण्टामा कम्तीमा 6 प्रदर्शनकारीलाई गोली लाग्छ। तीमध्ये 5 मर्छन्। अब हामी घटनाक्रमलाई विस्तारै हेर्दै ती गोली प्रहारका विस्तृत विवरण देखाउनेछौं। पहिलो गोली प्रहार संसद परिषदको कुनामा हुन्छ। पीड़ित 34 वर्षे विनोद महर्जन हुन्। त्यस गोली प्रहारका कुनै भिडियो हामीले भेटेनौं, तर 1:15 बजे टाउकोमा गम्भीर चोट लागेका विनोदलाई बोकेर लैजाँदै गरेको देख्छौं। पछि अस्पतालमा उनले ज्यान गुमाउँछन्। गोली प्रहार बारे खबर डिस्कोर्डमा तुरुन्तै फैलिन्छ। र सड़कको रिस चुलिएर क्रोध बन्छ। प्रहरी अलमल्ल बनेको छ। एउटा समूहलाई गेट बाहिर चेपुवामा बारिएको छ।
समयक्रम अनुसार दिउँसो 1:42 अधिकारीहरू बीच खैला बैला फैलिन्छ। पुलिस सबै रक्ताम्य भएर मर्ने अवस्थामा छन्। मेन गेटमा गोली हाल्नुपर्ने अवस्था छ। भीडको आक्रमण 4 मिनेटसम्म चल्छ। अन्त्यमा अश्रु ग्यास प्रयोग गर्दै भीडलाई पन्छ्याएर प्रहरी संसद परिसरभित्र छिर्छ। गाइस लोग परिवर्तनको लागि यतिको क्रान्ति खोजेको थियो सायद देशले। गोली बर्सात भइरहेको छ। थाहा छैन कतिजनाको मृत्यु भइसक्यो, कतिजनालाई घाइते भएका छन् होइन। एक पछिबाट हेर्ने हो भनेदेखि चाहिँ पुलिस सरकार पनि बिचरा माया लाग्यो। त्यसपछि प्रहरी रेडियोमा आएको आदेश स्पष्ट छ। फायर खोलेर सुरक्षित हुने, अवस्था नियन्त्रणमा लिने। त्यसपछि गोली लाग्ने व्यक्ति 27 वर्षे कमल घिमिरे हुन्। 1:48 हामी उनलाई ठिक सडक पारी भेट्छौं। यो कमलको आफ्नै फोनबाट खिचिएको दृश्य हो। उनले भिडियो खिचेको प्रहरी अधिकारीहरूको टोलीमा कम्तीमा 2 जनाले बन्दुक बोकेका छन्। त्यसपछि कमल अग्रपन्थीबाट टाढा हिँड्छन्। प्रहरीमाथि ढुङ्गा हानिरहेको यस व्यक्तिको भिडियो उनको क्यामेराले कैद गर्छ र त्यसको लगत्तै कमल ढल्छ। हामीले यही घटना अर्को दृष्टिकोणबाट पनि भेटेका छौं। कमल यहाँ छन्, ढुङ्गा हानिरहेका व्यक्ति र कमललाई गोली लागेको क्षण। उनको मेडिकल रिपोर्टका अनुसार गोली उनको बायाँ काखी मुनिबाट घुसेर पिठ्यूबाट बाहिर निस्केको थियो। गोली ठ्याक्क कसरी आइपुग्यो भन्ने यकिन नभए पनि कुन दिशाबाट हानिएको हो भन्ने चाहिँ देख्न सकिन्छ। त्यसले कमल घिमिरेले केही क्षण अघि मात्रै भिडियो खिचेको प्रहरीकै समूहतिर संकेत गर्छ। कमलको मेरुदण्डलाई गोलीले केही मिलिमिटरले मात्रै नछोएको थियो। उनी बाँचे। झण्डै त्यही क्षणमा त्यहाँबाट 200 मिटर पछिमा अर्का युवालाई गोली लाग्छ। यी हुन् त्यसै दिन केही बेर अघि देखिएका 22 वर्षे रसिक खतिवडा। उनको टी सर्टमा लेखिएको छ, हामी नेता चाहन्छौं, लुटेरा होइन। रसिकलाई ठ्याक्क कुन बेला वा कहाँबाट गोली हान्यो भन्ने हामीलाई थाहा छैन। तर दिउँसो 1:53 बजे रसिकलाई बोकेर लगेको यो दृश्य एक प्रदर्शनकारीको फोनले खिचेको रहेछ। उनको छातीमा गोली लागेको थियो। यसै चोटले उनको ज्यान लग्यो। उनी 22 वर्षका थिए। यस बेलासम्म डिस्कोड प्रयोगकर्ताहरू प्रदर्शनकारीलाई पछि हट्न आह्वान गर्न थाल्छन्। तर 21 वर्षे सुलभराज श्रेष्ठ संसद परिसरको गेटमै बस्छन्। उनले भ्रष्टाचार अन्त्य गर लेखेको कागज बोकेका छन्। नीलो झोला बोकेका उनलाई हामी यहाँ गेटको झडप हेरिरहेका देख्छौं। केही सेकेन्डमा केही पाइला पर यस्तो छ पुलिसले लुक एट इट। सुलभको मृत्यु हुन्छ। उनलाई अब बचाउन सकिन्न भन्ने लागेपछि प्रदर्शनकारीले सुलभलाई गेटसम्म पुर्याउँछन्। उनको शरीरलाई सडकमा राख्छन्, प्रहरीको ठिक अगाडि, र नेपालको झण्डा उडाइदिन्छन्। यस गोली प्रहारका प्रत्यक्षदर्शी मध्ये थिए स्कूल ड्रेस लगाएका 17 वर्षीय किशोर श्रीयम चौलागाई। केही मिनेटपछि चोकको अझै नजिक श्रीयम फेरि देखिन्छन्। उनको अगाडि प्रदर्शनकारीको एउटा समूह प्रहरीमाथि ढुङ्गा हान्दैछ।
यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। केही बेरमा अर्को फोनले यो दृश्य कैद गर्छ, जुन नेपाल भरि भाइरल हुन्छन्। टाउको पछाडि लागेको गोलीको चोटबाट धेरै रगत बगिरहेका श्रीयमलाई बोकेर सडक पारी लगिन्छ। वरिपरिका मानिसले उनलाई एम्बुलेन्समा राख्छन्, तर ढिलो भइसकेको हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्दा श्रीयमको मृत्यु हुन्छ। भदौ 23 गते संघीय संसद बाहिर गोली प्रहारबाट मारिने व्यक्तिहरूमध्ये उनी सबैभन्दा कम उमेरका हुन्। नेपालका जेन्जी प्रदर्शनकारीले विनोद, रसिक र श्रीयमको मृत्यु प्रहरीको गोली लागेर भएको हो भन्दै आएका छन्, तर तीमध्ये कुनै पनि गोली प्रहारको दृश्य क्यामेरामा कैद भएको भेटिएन। त्यसपछि मारिएका योगेन्द्र न्युपानेलाई केही कदम पर मात्रै गोली लाग्छ। यसपटक भने योगेन्द्र ढल्दा गोली संसद भवन परिसर भित्रबाटै चलेको थियो भन्ने अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण हामीले भेटेका छौं। यस गोली प्रहारको 90 सेकेन्ड मात्र अघि संसद भवनमा यस्तो भइसकेको छैन। ब्लगर निषेध दाहालले आफ्नो क्यामेरा संसद भवनतिर फर्काए। शस्त्र प्रयोगहरू यता देख्न सक्नुहुन्छ हजुरहरूले। प्रहरीको यो समूहलाई ध्यान दिएर हेरौं। दिउँसो ठ्याक्कै 2:21 बजे उनीहरू संसद परिसरको पर्खालतर्फ अघि बढ्छन्। केही सेकेन्ड पछि 7 पटक बन्दुक पड्केको आवाज सुन्छ र रगत बगाउँदै ज्यान गुमाइरहेका योगेन्द्रलाई देख्छौं। यस क्यामेरा एंगलले उनलाई कसले गोली हान्यो भन्ने देखाउँदैन, तर त्यही क्षण फुटपाथमा केही कदम परबाट खिचिएको अर्को भिडियो क्लिप हामीले फेला पार्यौं। झट्ट हेर्दा यसमा थप प्रमाण देखिँदैन, तर जुम गरेर हेर्ने हो र फुटेजलाई स्थिर बनाउने हो भने गोली चलेको स्पष्ट देख्न सक्छौं। त्यसको 15 सेकेन्ड पछि प्रहरीको त्यही टोली झैं देखिने समूह मैदानको कुनातिर अघि बढ़िरहेको दृश्य तेस्रो क्यामेराले कैद गर्छ। प्रहरीले संसद परिसर भित्रबाट गोली प्रहार गरेर निहत्था प्रदर्शनकारीलाई मारेका थिए भन्ने संकेत गर्ने यही नै हामीले भेटेको सबैभन्दा स्पष्ट प्रमाण हो। प्रदर्शनकारी जहाँ लुक्न सके त्यही लुके। चोटका कारण योगेन्द्रको मृत्यु भयो। उनी 24 वर्षका थिए। बीबीसीले विश्लेषण गरेका भिडियो फुटेजमा न त योगेन्द्रलाई न अरू कुनै पीड़ितलाई कुनै प्रकारको हिंसात्मक गतिविधिमा लागेको देख्न सकिन्छ। आधिकारिक तथ्याङ्कका अनुसार भदौ 23 गते भएको विरोध प्रदर्शनमा 19 जना युवाले ज्यान गुमाए। थप 300 घाइते भए। प्रहरीले आफ्नै नागरिकमाथि गोली चलाउने अवस्था कसरी बन्यो त? हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारका लागि भन्यो, किलो 1 बाट गोली चलाउने आदेश आयो। प्रहरी सूत्र र हामीसँग रहेको अभिलेखका अनुसार कल साइन किलो 1 ले प्रहरी रेडियोमा उक्त आदेश दिएका थिए। तर किलो 1 प्रहरी चेन अफ कमान्डको सर्वोच्च ओहदाका व्यक्ति थिएनन्। प्रहरी रेकर्डले देखाए अनुसार बल प्रयोग गर्ने पहिलो आदेश
पिटर 1 कल साइनका उच्चतम अधिकारीबाट आएको थियो। कर्फ्यू लागिसकेको छ, आदेश माग गरिराख्नु पर्दैन, आवश्यक बल प्रयोग गर्ने। पिटर 1 प्रहरी महानिरीक्षक चन्द्रकुपेर खापुङ थिए। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य प्रहरी अधिकारीले गोप्य सूचना संकलन, तालिम र निर्देशनमा गल्ती भएको स्वीकारेका छन्। आफूलाई सहयोग नगरेकोमा उनीहरू नेपाली सेनालाई पनि दोष दिन्छन्। तर धेरैजसो प्रहरी त्यस दिनको घटनाबाट विक्षिप्त छन्। त्यो दिन भीड नियन्त्रण गर्नुको सट्टा हाम्रो टिमले उनीहरूलाई शत्रु जस्तै ताकेर गोली चलायो। त्यस दिन अबेज श्रीयमका बुवालाई कुनै बुवा आमाले नचिताउने फोन कल आयो। ल त्यसो त बङ्कुलाई ट्रमामा ल्याएको रहेछ, ट्रमामा आउनु पर्यो तपाईँ भन्नु। एक ठाउँमा अलिकति भिडभाड थियो क्या, गेटदेखि अलिकति ओरा के को भिडभाड रहेछ भने यसो उठेर हेरेको त नेम लिस्ट टाँसेको रहेछ। 1 नम्बरमा श्रेम चौलागाई भनेर। घरमा इन्ट्री हुने बित्तिकै अब वाइफले के सोध्यो भने बिरामी लिएर आउँछु भनेर जानुभएको, बङ्कुची खै त तपाईँ एक्लै आउनुभयो त? अनि मैले ट्रिटमेन्ट हुँदैछ, चोट रहेछ, ट्रिटमेन्ट हुँदैछ, एक्लै उसलाई किन छोडेर आउनुभएको त ट्रिटमेन्ट भइरहेको बेलामा भनेर भन्ने खालको क्वेसन गर्यो होइन। तर म ठगिरहेको छु होइन, म कसरी बसेँ होला। यस्तो रक्तपातपछि पनि प्रधानमन्त्रीको हट कायमै रह्यो। अब धेरैले चाहिँ नै प्रधानमन्त्रीको राजीनामा तत्काल चाहियो भनेर प्रमुख प्रतिपक्षी दल लगायत सडकमा बसेर त्यति मागेर भएन नि, प्रधानमन्त्रीले अहिले राजीनामा दिनुभयो। यस्तो हटको सामना गर्नु परेपछि केही प्रदर्शनकारीहरूले वैकल्पिक उपाय सुझाउन थाले। त्यो रात चाहिँ कहिले बिहान होला र कहिले फेरि यो सरकार विरुद्ध यसले उचालेको कदम विरुद्ध फेरि सडकमा जान पाइएला भन्ने बिहानको प्रतीक्षामा थिएँ म। बिहानको मिरमिरेसँगै क्रोध विस्फोटित हुन्छ। सुरुमा प्रशासनसँग एउटा योजना थियो। नियमित प्रहरी इकाइहरूले भीड नियन्त्रण गर्ने, तिनलाई सशस्त्र प्रहरीले सघाउने र सेना स्ट्यान्ड बाईमा बस्ने। संसद भवन परिसरभित्र र वरपर सुरक्षाकर्मी परिचालन गरिन्छन्। बिहान 8:30 बजे कर्फ्यू लागू हुन्छ। तर भीड पछाडि हट्दैन। आज पनि रक्षा भीड बीच नै छिन्। प्रदर्शनकारीहरू संसद भवनतिर अघि बढ्दै गर्दाको यो दृश्य उनको फोनले खिचेको हो। फेरि गोली चलाउन थालिसकेको छ संसद भवन अगाडि। 9 बजेसम्म त अवस्था निकै बिग्रिन थाल्छ। भीड आक्रामक बन्छ। प्रहरीमाथि हमला हुन्छ। राजनीतिक नेताहरूको घरमा तोडफोड हुन्छ। सरकारी भवन जलाइन्छन्। सत्ता निकट ठानिएका व्यक्तिहरूको निजी सम्पत्ति पनि तारुमा पर्छन्। त्यो हिंसा तत्क्षण इन्टरनेटमा फैलिन्छ।
प्रहरी भन्दा धेरै ठूलो छ। प्रहरीको उपस्थिति पातलो छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट पाइने भनिएको सहयोग कहिले नआएको प्रहरी अधिकारीहरू बताउँछन्। दिउँसो 1 बजेतिर प्रहरीले भीड़लाई नियन्त्रण गर्ने प्रयास त्यागेको चाहिँ देखिन्छ। 2 नम्बरमा आफ्नो हतियार त्यसपछिबाट आएर सञ्चार सेट, त्यसपछिबाट भेहिकलहरू र आफ्नो सेफ्टी, आफ्नो टोलीको सेफ्टी गर्ने, यति हो। यति दुईटा कुरा मेन प्रायोरिटीमा राखेर काम गर्ने। इन्टरनेटमा राखिएको तर केही बेरमै हटाएको यो भिडियोमा प्रहरीलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न भनेको सुन्न सकिन्छ। कन्टेन गर्न सकिन्छ, रोक्न सकिन्छ भन्यो भने सेलहरू प्रयोग गर्ने, तपाईँ आफ्नो सेफ्टीको ख्याल गर्ने है। जस्तो मैले पाउनु भएको छ यो अल स्टेसन भिडियो कन्ट्रोल। प्रहरीले मैदान छोडेपछि कोलाहल छाउँछ। सुरक्षा हटाइएपछि संघीय संसद भवनमा भीड़ले कब्जा गर्छ। दिउँसो 2 बजेसम्ममा भवन उनीहरूको अधीनमा हुन्छ। केही मिनटमै भवनमा आगो लगाइन्छ। भीड़ सर्वोच्च अदालत भित्र प्रवेश गर्छ र सिंहदरबारको ऐतिहासिक भवन परिसरमा पनि। खतरा तरिकाले दौड्दै आकाशमा सेनाका हेलिकप्टरले फन्को मार्छन्। आगजनी गरिएका भवनहरूबाट नेताहरूलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लैजान्छन्। दिउँसो 2:30 बजेसम्ममा प्रधानमन्त्री तथा धेरैजसो वरिष्ठ नेताहरू सेनाको संरक्षणमा हुन्छन्। वरिष्ठ प्रहरी अधिकारीहरू पनि सैन्य मुख्यालय परिसरमा आश्रय लिन पुग्छन्। सड़कमै छोडिएका तल्लो दर्जाका सुरक्षाकर्मी अब भीड़को निशानमा पर्छन्। तीमध्ये केहीको वर्दी च्यातिन्छ, सार्वजनिक बेइज्जती गरिन्छ। एक कनिष्ठ अधिकारीले आफूलाई कमान्डरहरूले अल्पत्र पारेको महसुस भएको बताए। कनिष्ठका रूपमा आक्रमणमा परेको बेला हाम्रा वरिष्ठ र नेतृत्वले साथ दिन्छन् भन्ने अपेक्षा थियो, तर हामीलाई एक्लै छोडियो। आवश्यक कदम चालिएन। हामीले आफूलाई अभिभावकविहीन महसुस गर्यौं। उनीहरूले आफूलाई त जोगाए, तर के गर्ने, के भइरहेको छ भन्ने बारे हामीलाई जानकारी समेत दिएनन्। आगजनी र विध्वंसका घटना पछाडि केही राजनीतिक समूहहरूको हात रहेको आक्षेप व्यापक रूपमा फैलिएको थियो, तर हामीले न ती आक्षेपका सत्यता पुष्टि गर्न सक्यौं, न तिनलाई नकार्न सक्यौं। हिंसा काठमाडौँ बाहिर फैलिन्छ, देशभरि छाउँछ। भदौ 24 गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन्। एक हिसाबले लाग्यो कि हामीले देश अब हाम्रो भयो हैन, हामीले यस्तो अहंकारी, यस्तो सरकारलाई घुँडा टेकायौं भन्ने खुसी पनि थियो त्यो बेलामा र एक प्रकारको हामी वेदनामा पनि थियौं। हामीले आर्मीलाई रिक्वेस्ट गर्यौं, प्लिज है अब यस्तो तपाईहरुले रोकिदिनुस्, तपाईले कन्ट्रोल गरिदिनुस् भन्ने खालको, यो पीस मेन्टेन गरिदिनुस् भन्ने खालको आग्रह गर्यौं। तर साँझसम्मै अराजकता जारी रहन्छ। मैले हो, यो नेपाल हाम्रो हो, हाम्रो यो नेपाल, कसैले केही गर्न सक्दैन। रात पर्दासम्म सयौं भवनहरू जलिरहेका हुन्छन्। ब्याङ्क र शस्त्रागारहरू लुटिन्छन्। 13,000 भन्दा बढी कैदीबन्दी कारागार फोडेर भाग्छन्। 3 जना प्रहरीहरू मारिन्छन् र कम्तीमा 50 जना अरू नेपालीले ज्यान गुमाउँछन्।
राति 9 बजे मात्रै सेना सक्रिय हुन्छ। यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी सेनाको हस्तक्षेपले 2 दिनदेखिको कोलाहल र रक्तपातलाई अन्त्य गर्छ। तर सेनाले धेरै ढिलो गर्यो भन्ने धेरै नेपालीलाई लाग्छ। नेपाली सेनासँग प्रशस्त सैनिक थिए। सर्वसाधारणमाथि गोली चलाउनु पर्ने आवश्यकता थिएन। मुख्य सडकहरूमा 100 देखि 150 सैनिक तैनात गरे मात्र पनि पुग्थ्यो। यसरी ठूलो राष्ट्रिय क्षति टार्न सके। तर प्रहरी सबैभन्दा बढी मार सहेर बसेपछि मात्रै उनीहरू श्रेय लिन आएका जस्तो महसुस हुन्छ। डिस्कोर्डको च्यानलमा अब 1 लाख भन्दा बढी मानिस थिए। 48 घण्टा अघि मात्रै उनीहरू विरोध प्रदर्शनको योजना बनाउँदै थिए। अहिले सरकार ढलेपछि र देशैभरि आगो लागेपछि उनीहरू नेपालको भविष्यबारे बहस गर्दै थिए। Sushila Karki, a former Supreme Court Chief Justice, was sworn in after protesters forced her predecessor from office. सेनाले लागू गरेको शान्ति कायम रह्यो। भदौ 27 गते नेपालले नयाँ प्रधानमन्त्री पायो। नेपाल हाँक्ने पदमा प्रथम महिला। उनको मुख्य जिम्मेवारी नयाँ निर्वाचन र भदौ 23 र 24 गतेका घटनाबारे अझैसम्म जारी छानबिनलाई सम्पन्न गराउने। यस छानबिनको केन्द्रमा एउटा सरल प्रश्न छ। देशलाई नै आगो लगाउने गरी भएको हत्याको जिम्मेवार को हो? चेन अफ कमान्डमा रहेका मुख्य व्यक्तिहरूले अहिले एक अर्कालाई दोष लगाइरहेका छन्। हाम्रा स्रोतका अनुसार बल प्रयोग गर्ने आदेश नेपाल प्रहरीका सर्वोच्च अधिकारीबाट आएको थियो। कल साइन पिटो 1, तत्कालीन आइजीपी चन्द्रकुबेर खापुङबाट। तर खापुङले जोड दिन्छन् कि त्यसबेला सुरक्षाको जिम्मा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको थियो। रिजालले घटनाबारे जिम्मेवारी लिन अस्वीकार गरेका छन्। गृहमन्त्री रमेश लेखकले पनि कुनै जिम्मेवारी स्वीकारेका छैनन्। तत्कालीन प्रधानमन्त्री केपी ओली समेत आफूले कुनै गल्ती गरेको मान्न तयार छैनन्। अनि जिम्मेवार हुनुपर्छ भनेको छ। कुन देशमा जिम्मेवार को होस्? रङ्गभेदका कारणले घाँटी थिचिएर मर्दा राष्ट्रपति जिम्मेवार हुन्छ कि? प्रहरी र नेताले जिम्मेवारी पन्छाइरहँदा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार शोकमा डुबेका छन्। यसका लागि दोषी को हुन् भन्ने बारे उनीहरूलाई कुनै शंका नै छैन। सबभन्दा हाम्रो चाहिँ दोषीलाई कारबाही हुनुपर्छ हैन, मेरो भनाइ चाहिँ त्यही हो। तपाईहरुले को दोषी देख्नु भएको छ तपाईहरुको नजरमा? 3 करोड नेपालीलाई फर्लङ्ग थाहा छ कि दोषी को हो भनेर। अहिले नाम हामीले किटान गर्नुपर्ने आवश्यकता पनि छैन। अघिल्लो सरकारले मचाएको यो सबै दुर्दण्ड हो हैन। त्यो सरकारमा लिड गर्नेहरू को थिए ती सबै दोषी हुन्। हाम्रो सपना सबै सपना छुरै भयो। उनीहरूको लागि त एउटा विद्यार्थी गयो, हाम्रो लागि त एउटा संसारै गयो। भित्री मलाई रुनै आउँदैन क्या, मलाई गफ गरिराख्नु मन लाग्छ क्या। यहीँ छ भन्छु अनि म उसँग गफ गरिराख्छु। कतिखेर आउँछ छिटो आइज, मेरो मनमा त्यही मात्रै घुमिरहेको छ। स्कुलको ड्रेसमा मात्रै झचल्को आउँछ, बिहा बोकेर आइपुग्छ भनेर। मैले त छैन भनेर मैले एक्सेप्ट पनि गरेको छु। अस्ति एक दिन सपना देखेको थिएँ, भगवान्सँग बिटा थापेर मागेको थिएँ। यसरी आइजन भन्दै यसो गर्थेँ, मागेको थिएँ। त्यसरी आएको त हुन्थ्यो।
हुन्छ